एभ्रिवान, वेलकम छ तपाईँलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ कहाँ जान लागेको भन्दाखेरि हाम्रो चाहिँ एउटा सानो शान्तिपूर्ण हाम्रो एउटा र्याली छ हाम्रो राइडरहरूको बिचमा। हामीलाई चाहिँ यो राइड सेयरिङ एपहरूले धेरै दुःख दिएको कारणले चाहिँ हामी एउटा सानो र्याली गर्न गइरहेका छौँ। हाम्रो र्याली चाहिँ बल्खोबाट सुरु हुन्छ भनेको छ। म अब त्यहाँ बल्खोतिर जाँदैछु। अब हेरौँ अब के हुन्छ होइन। यो राइड सेयरिङ एपहरूले हामीलाई धेरै दुःख दिएको छ। हाम्रो श्रमहरूलाई चाहिँ शोषण गरिरहेको छ होइन। उनीहरूले जे गर्यो त्यहीमा हिँड्नुपर्ने हामी होइन। हामीले जति हाम्रो आवाज उठाउँदा पनि उनीहरूले चाहिँ हाम्रो आवाज नसुनेको कारण चाहिँ हामी एउटा सानो र्याली गर्न गएका छौँ। के कस्तो हुन्छ म तपाईँहरूलाई इन्फर्म गर्दै गर्छु। अनि त्यसपछि माइ गड कस्तो बाटो, धेरै अप्ठ्यारो छ बाटो गाइस यहाँ यतातिरको चाहिँ। माइ गड पानी परेपछि चाहिँ के हुन्छ यो बाटोहरूमा पनि। अब बालन सरकार आउँदै हुनुहुन्छ होइन, केही हुनसक्छ। आइसक्नु भयो भनौँ न। अब त्यही हो। अब बल्खु जाँदैछु हाम्रो टिमहरूलाई भेट्नको लागि। बल्खुबाट चाहिँ हाम्रो एउटा र्याली सुरु हुन्छ भने मैले इन्फर्म पाएको थिएँ। अनि 10 बजेदेखि भन्ने कुरा थियो। जाँदैछु, अब के हुन्छ हेरौँ। उहाँ गएपछि कस्तो कन्डिसनमा जान्छ म त्यो तपाईँहरूलाई देखाउने छु होइन। र्याली सुरु हुन्छ भनेर गए 10 बजी लागिसक्यो। म चाहिँ पेप्सी कोलामै छ। जाने हो बिस्तारै जाने हो होइन। आज बाटो पनि खाली खाली देखिन्छ। राइडर साथीहरू कोही पनि राइडमा निस्कनु भएन कि जस्तो लागिरहेछ मलाई पनि। लगभग बाटो चाहिँ खाली नै छ आज। 10 बजिसक्यो होइन। जाम त जम्नै पर्यो। त प्राय राइडर देखिन्थ्यो होइन। आज चाहिँ लगभग राइडर कमै देखिरहेको छु मैले। राइडरको भ्यालु नै नहुने क्या मान्छेहरूलाई, प्यासेन्जरहरूलाई त भ्यालु नै नहुने। राइडरले कति धेरै दुःख गरेर होइन, मेहनत गरेर घाम पानी नभनिकन सर्भिस दिइरहेको हुन्छ। न प्यासेन्जरले राइडरको मर्म बुझ्छ होइन, न जुन हामीले चलाइरहेको एप कम्पनीले हामीलाई वास्ता गर्छ। 2-4 दिन चाहिँ हामी साथीभाइहरू चाहिँ ननिस्किने हो भने अनि थाहा हुन्छ नि त राइडरको पावर के हो भन्ने कुरा होइन। जाम पनि कति हो कति। अब म्याक्सिमम धेरै मान्छेहरू विदेश नजानुको कारण पनि यही छ क्या अहिले। किनकि एउटा साधन भएपछि चाहिँ मैले चाहिँ केही गर्न सक्छु है भन्न सक्ने ठाउँ पनि हो होइन। एउटा प्लेटफर्म पनि दिइरहेको छ हामीलाई अनि इन्कम गर्ने सोर्स। दिनमा कति राइडर निस्किन्छ, युवा नै छन् बेसी राइडरहरू त होइन। केही त्यही युवाहरूले चाहिँ नेपालमै बसेर केही गरौँ न त भन्ने वातावरणै छैन क्या। 1-2 दिन राम्रो गरिदिन्छ, त्यसपछि त फेरि त्यही देखाउन थालिहाल्छ क्या। हाम्रो पहिलाको नेताहरू जस्तै हो। 1-2 दिन राम्रो गर्ने अनि त्यसपछि 1-2 दिन राम्रो गरिसकेपछि अरू दिनमा चाहिँ के हो कुरै थाहा नहुने को हो भाइ भने जस्तो क्या होइन। ढिलो भइसक्यो 7 मिनट बेसी भइसक्यो। भर्खर पोलिसरमा आइपुगेको छु म चाहिँ।
जाम पनि टन्नै रहेछ हो प्रोटेस्ट गर्ने होइन कता हो अब ग्रुपहरू चाहिँ निस्किसक्नु भयो कि के हो ठिक छ मैले चाहिँ लगभग भयो होला 2-3 दिनै भइसक्यो मैले चाहिँ काम नगरेको अब काम पनि कसरी गर्नु होइन अब एङ्गोले राइड गर्दा गर्दा चाहिँ मेरो आइडी ब्लक हान्दियो निन ड्राइभमा पनि 2-4 दिन गरिरहेको थिएँ अनि त्यसपछि यो पेट्रोलको भाउको बढ्ने बित्तिकै मलाई चित्तै नबुझ्ने क्या 2 किलोमिटर 3 किलोमिटर जम्मा 40मा जानुपर्ने अनि त्यो दुःख गऱ्यो न हामीलाई फाइदा हो नि होइन पेट्रोल हाल्न र लगभग बाइक सर्भिसिङहरू गर्ने यताउति उहीँ खर्च हुन्छ अनि त्यस्तो बिना फोकरमा दुःख किन गर्ने होइन बाइकलाई स्कुटरलाई किन मार्न पार्ने भनेर त्यो मार भइसक्यो अब हेरौँ अब आउनु 2 दिनमा हेरमा के हुन्छ अब राम्रो भयो भने अब राइड सेयरिङ गर्ने हो अब यस्तै भयो भने चाहिँ लगभग नेपालतिर बसिँदैन होला अनि यो चाहिँ मेरो फर्स्ट भ्लग हो होइन त्यही भएको कारणले पनि मलाई के त्यति साह्रो राम्रोसँग बोल्न पनि आउँदैन होइन अब सिक्दैछु लगाइसकेँ आज के इन्ट्रेस्टिङ कुरा लाग्यो भन्दाखेरि चाहिँ उहाँदेखिबाट आउँदाखेरि पनि लगभग 2-4 जना मात्र मैले राइड गरिरहेको थिएँ ठिकै छ राइड गर्नु कुनै होइन आफ्नो समस्या हुन्छ होइन त्यसको आवश्यकता हुन्छ कसैलाई के हुन्छ तर एकजुट चाहिँ हुनुपर्छ हामी होइन राइडर भएपछि एकछिन भयो भने उपस्थित भइदियो भने त धेरै राम्रो हुन्छ नि त ठिक छ त्यति साह्रो राइड मैले बाटोमा देखिनँ साथीहरू अब म बलको छेउमा आइपुग्नु लाग्यो होइन हाम्रो साथीहरू उतापट्टि पारिपट्टि हुनुहुन्छ होला ठिक छ राइडरहरूलाई देखिनँ उहाँ एकजना राइडर अरू को छ त एकजना राइडरलाई मात्रै देखिरहेको छु अहिले चाहिँ मैले यहाँ पारि 2 जना हो ट्राफिक जाम पनि कति हो ठ्याक्कै आधी घन्टा ढिलो भयो यार त्यहाँ पनि 2टा ट्राफिक लाइटमा पाउँछ बेसीका ट्राफिक लाइटै बेसी ओहो साथीहरू उता आउनु रहेछ म बिस्तारै जान्छु मरेन क्या भन्छ आमा कुदेको हेर अब पनि राइडर हुनुहुँदो रहेछ
मान्छे तान्ने सिस्टम चाहिँ अहिलेसम्म हटेन क्या। मान्छेले लडाउले जस्तो गरी तान्छ यार, के भन्ने अब। स्कुटर चाहिँ मासतिर त्यहाँ पार्किङ गरेर आउनु पर्यो। ट्यागको पार्किङ गरेर आउनु पर्यो होइन। कता पार्किङ गर्नु यतै गरिदिन्छु अहिलेलाई। राइडर्सहरू के छ दाइ? राइडरहरू चाहिँ थोरै आएर छ यार। साइन हान्दियो न हामी पनि होइन। ल त हानिदिनु साइन ड्याङ्ग लगाएर। सबैजना तल फल बस्नु होला, सँगै बस्नु होला। सबैजना यो तलतिर बस्नु होला। पर्छ पर्छ। हामी अर्को कुरा एउटा ठगी अरे हामी ठग्छौँ अरे क्या। हामीले प्यासेन्जरसँग डिल गरेर उसले ओके गरेर त्यसले पैसा दिने हो कि होइन, अफलाइनको कुरा गर्दैछु म। हामी कसरी अनि हामी कसरी ठग भयो? हामीले अफलाइन बोल्न पाउँदैनौँ र यी कुराहरू पनि छन्। हामीलाई धेरै साथीहरू न्युज पनि आएको थियो, अफलाइन राइड गर्नेलाई तपाईँको ठगीमा चिप काट्यो भनेर आएको थियो। हुँदैन त, ठग हुँदैन है। राइडर प्यासेन्जरले ओके गरेको छ त हामीले पैसा लिन्छौँ है। त्यो हामीलाई ठगी, त्यो हामीलाई सही छैन, त्यस्ता कुराहरू सही छैन। सहमतिमै हुने हो नि त, हाम्रो सहमतिमै हो नि त। र अर्को कुरा यसले हामीलाई पहिला लाली पक्रेर आँखा बनायो, पछि हामीलाई लाली पक्रेर भित्र तितो बनायो। खाऊ भने तितो छ, नखाऊ भने तितो छ। यो अत्याचार भयो, गरम कि नगरम। याङ्गोमा गएको राइडर साथीहरू के भइरहेछ तपाईँहरूले बुझ्नु भएको छ? पठाउने बिर्तिँदैन, किनकि यो याङ्गोमा गरिसकेको हाम्रो यात्रा समावेशै छैन। यो कति महिना भइसक्यो, हेर्छ त सबै राइडहरूले कति राइड गरेछ, कति जुन बच्चा एउटा स्कुल गएको छ दिनहु हाजिर भइरहेको छ भने त्यो हाजिर समावेश हुन्छ। तर हाजिर छैन भने त्यसलाई कसैले पनि क्याच गरेर हुँदैन। ल ठिक छ साथीहरू, आजको प्रोग्राम चाहिँ सम्पन्न भएको छ। धेरै व्यक्तिहरू चाहिँ उपस्थित हुनुभएको थियो। अहिले चाहिँ त्यति छैन होइन। अब चाहिँ रुमतर्फ लागेको छु म चाहिँ। जे होस् यहाँ आएर चाहिँ राम्रो राम्रो कुराहरू सुन्न पाइयो होइन। हाम्रो राइडरहरूकै बारेमा धेरै कुरा, राम्रो कुराहरू सुन्न पाइएको छ। ठिकै छ, आज राम्रै भयो। आज त्यति केही भयो नि त्यस्तो र्याली भन्ने
हामीले सोच थियो र्याली गर्ने भन्ने हाम्रो सोच थियो होइन। तर अहिलेको अवस्थामा र्याली चाहिँ आजको दिनमा सम्भव भएन, किनकि अहिले चाहिँ प्रोटेस्ट भइरहेको छ होइन। हिजोदेखि प्रोटेस्ट भइरहेको छ, त्यो कारणले पनि आज हाम्रो र्याली हुन सकेन। भोलि पनि हाम्रो प्रोग्राम छ। जति पनि हाम्रो यो राइडरहरू हुनुहुन्छ होइन, राइड सेयरिङ गर्ने हाम्रो राइडरहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ हामी के भन्न चाहन्छु भने भोलिको दिनमा नि उपस्थिति हुनुहोस् होइन। भोलिको दिनमा नि उपस्थिति हुनुहोस् यही ठाउँमा। जे होस् राम्रै भयो आजको दिनमा पनि। भोलि चाहिँ 5 बजेसम्म छ भनेर सूचना आएको छ। ठिकै छ, राम्रै भइरहेको छ। अब यति गर्दा पनि हाम्रो त्यो राइड सेयरिङ एपहरूले चाहिँ हाम्रो सुनवाई भएन भने पछि तनावग्रस्तै अवस्था हुन सक्ने हुन्छ होइन। त्यही भएको कारणले चाहिँ त्यो राइड सेयरिङ एपहरूले चाँडै बुझिदिनुहोस् होइन। आजको दिनमा यस्तै भयो, भोलिको दिनमा के हुन्छ त्यो तपाईँहरूलाई बताउँदै जानेछु म। अनि विशेष गरी म राइडरहरूलाई के भन्न चाहन्छु भने हामी एकजुट हौँ होइन। हामी चाहिँ एकजुट भएर हामी अगाडि बढौँ। आजभन्दा भोलि चाहिँ हामी अलिक बेसी उपस्थित हौँ होइन। हामी उपस्थिति हाम्रो आवाजलाई चाहिँ हामीले पुर्याउनु पर्छ भन्ने हाम्रो धारणा हो। एउटा कुरा चाहिँ म तपाईँहरूलाई के बताउन चाहन्छु भने यो राइडरलाई मात्र होइन कि प्यासेन्जरहरूलाई नि एउटा बुझ्नुपर्ने कुरा हो होइन। अब हामीले चाहिँ कसरी कतिमा हिँड्दा चाहिँ हामीलाई ठिक हुन्छ भने तपाईँहरूले पनि ध्यान दिनुहोस् होइन।
राइडरलाई मार्का पर्ने तरिकाले अब पेट्रोल हाल्नै नपुग्ने सर्भिसिङ गर्नै नपुग्ने तरिकाले नि तपाईँहरूले रेट नराखिदिनुहोस् होइन। त्यो एपले इनड्राइभको एपले अब जति छ त्यतिमा घटाएर चाहिँ नगरिदिनुहोस्। बरु मानवताको हिसाबले भयो भने अहिलेको सिचुएसनमा चाहिँ 2-4 रुपियाँ बढाएर नै तपाईँहरूले राइड गर्नुभयो भने चाहिँ राम्रो हुन्छ होइन। किनकि अहिलेको सिचुएसन त्यस्तै छ, तेलको भाउ बढाइ त्यस्तै छ होइन। अहिलेको अवस्था त्यस्तै छ। त्यसै कारणले तपाईँहरूले चाहिँ के गरिदिनु भन्दाखेरि त्यो इनड्राइभमा चाहिँ घटाएर राइड बुक नगरिदिनु होला। ट्राफिक जाम हजुर होइन भाइ नलिने नलिनु ल हजुर। कति हो एउटाको? नलिने म खानै सक्दिनँ यो होइन, म खानै सक्दिनँ, अरूलाई बेच न ल। म नलिने क्या, खाने मान्छे छैन, मलाई यो मन पर्दैन। अनि म एक्लै हो रुममा, कसलाई लगेर दिनु भने त? रुममा एक्लै छु म, के गर्नु आफूलाई मन पर्दैन थियो होइन, गाह्रो छ। तपाईँहरूलाई एउटा कुरा होइन, सत्य कुरा तितो हुन्छ जतिखेर पनि होइन। तपाईँहरूलाई भन्न खोजेको हाम्रो नेपाली मान्छेहरू हुन्छ नि, नेपाली जति पनि, उनीहरू चाहिँ पत्तुरो हो क्या, पत्तुरै लाग्छ मलाई चाहिँ। किनकि अहिले यो राइड सेयरिङ एपको बारेमा कुरा हुँदैछ होइन। किनकि अब हेर्नु न, जुनमा सस्तो छ त्यसमा रिसर्च भन्ने कुरा जिरो छ क्या हाम्रो नेपालीमा चाहिँ। रिसर्च नगरिकन यसले त मलाई यो राइड सेयरिङ एप त सस्तो रहेछ, अब यसैमा चढ्ने भन्ने कुरा हुन्छ होइन। तर त्यो मान्छेहरूलाई चाहिँ थाहा नै हुँदैन क्या, त्यो राइड सेयरिङको बारेमा थाहा हुँदैन। त्यो राइड सेयरिङमा त्यो राइड सेयरिङ एप युज गर्दाखेरि इन्सुरेन्स मिल्छ कि मिल्दैन, कस्तो एप हो होइन, त्यो एपले मेरो डाटाहरू केही लिकेज गरेको छ कि छैन भन्ने कुरा त्यो थाहा नै हुँदैन। थाहा नै यहाँ सोच्दैन क्या, थाहा नै हुँदैन भन्दा पनि सोच्दैन क्या हाम्रो नेपालीहरूले चाहिँ। ए सस्तो छ, सस्तोको माल जहिले पनि कस्तो हुन्छ भने थाहा होला नि तपाईँहरूलाई होइन, सस्तो युज गर्दा कस्तो हुन्छ भनेर।
त्यही भएर जति पनि यो सस्तो 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 भनेर तपाईँहरू पछि लगिरहनु भएको छ नि, त्यो सस्तोले चाहिँ तपाईँहरूलाई पछि गएर चाहिँ तपाईँहरूलाई धेरै तपाईँहरूको लाइफलाई इफेक्ट गर्ने सम्भावना नै छ है मेरो विचारमा चाहिँ। जति पनि अब तपाईँहरूलाई सस्तो भने याङ्गोलाई म याङ्गो त विरोधै हो होइन, किनकि हाम्रो श्रमहरू त्यसले शोषण गरेको छ, मेरै श्रमहरू नि शोषण गरिरहेको छ होइन। ल 10-15 चोटि मलाई बोनस दिएन हो, अनि त्यसो राइड गर्दा गर्दै अब तपाईँको आइडी चाहिँ सस्पेन्ड भएको छ 1 महिनाको लागि रे। अनि त्यसपछि के को कारणले भन्दाखेरि चाहिँ प्यासेन्जरहरूले चाहिँ तपाईँलाई रिपोर्ट गरिदिएको छ भनेर भन्छ सपोर्टमा कुरा गर्दाखेरि होइन। त्यो कुरा होइन नि त, सपोर्टले भन्ने मात्र होइन नि त, के अरे प्यासेन्जरले भनेको कुराले मात्रमा कन्फर्म गर्ने हो नि त, होइन नि त। ड्राइभर चाहिँ कुन अवस्थामा छ न प्यासेन्जरले त्यति गरिदिएको हो कि होइन, त्यो नबुझिकन चाहिँ सस्पेन्ड हानिदिन्छ क्या याङ्गोले चाहिँ। मेरो आइडी पनि एक महिनाको लागि सस्पेन्ड हानिदिएको छ। अनि त्यसपछि त्यसमा आइडेन्टिफाई त हुनु पऱ्यो नि त होइन, इन्क्वायरी हुनु पऱ्यो होइन। मलाई कसले सस्पेन्ड हानेको छ भनेर त याङ्गो अफिसको मान्छेलाई थाहा हुनु पऱ्यो नि त। अनि 2 जना बिच राखेर चाहिँ अनि कुरा गरिसकेपछि पो अनि थाहा हुन्छ त होइन, गरे हो कि नगरे हो भन्ने कुरा होइन। त्यो मैले गल्ती गरेको छु कि छैन भन्ने कुरा त 2 जना बिच राखेपछि हुन्छ नि त। एउटाको मात्र कुरा सोध्ने मात्र नि हुँदैन नि त, हो कि भन्नु नि तपाईँहरू नि। त्यस्तो गर्छ। अनि त्यसपछि मलाई यसो विचार लाग्छ यो याङ्गो चाहिँ किन पैसा बाँडिरहेको छ त होइन। बाहिरको देशको एप आएर होइन अब प्यासेन्जरहरूलाई सस्तो गरिदिरहेको छ, राइडरहरूलाई बोनस दिइरहेको छ। 1-2 जना राइडरलाई मात्र बोनस दिने होइन नि त, हजारौँ राइडरहरू निस्केको हुन्छ। बाइक राइडर मात्र, ट्याक्सी ड्राइभरहरू हजारौँ होला, उनीहरू हरेकलाई दिनकै त बोनस दिनु पऱ्यो नि त। तर त्यो बोनस चाहिँ किन चाहिँ दिइरहेको छ त नेपालमा लगायत बाहिरको देशहरूमा पनि भन्दाखेरि चाहिँ मेरो कन्सेप्ट मेरो यसो बुझाइमा चाहिँ के लाग्छ भन्दाखेरि, अब मेरो बुझाइ गलत पनि हुनसक्छ होइन। हाम्रो जति पनि हाम्रो डाटा भन्ने हुन्छ नि त, हाम्रो एउटा डाटा, त्यो डाटा चाहिँ हाम्रो नेपालीहरूलाई एउटा भ्यालुलेस भएको छ क्या। आफ्नो डाटाको भ्यालु नै थाहा छैन कि। जति पनि अब हामीले जसरी हामीले एउटा एप लगइन गर्नु पर्दाखेरि हाम्रो डिटेल्सहरू हाल्नुपर्छ होइन, हाम्रो नम्बरदेखि नामदेखि होइन, मेल फिमेल होइन, ठेगाना सबै कुरा हाल्नुपर्ने हुन्छ नि त होइन। अनि त्यसपछि त्यो एपले चाहिँ हामीलाई असर पार्छ कि पार्दैन भन्ने चाहिँ हामीले रिसर्च चाहिँ गर्दैनौँ क्या होइन। अब हामी ड्राइभरहरूकै विषयमा लिँदा पनि अब के हुन्छ भन्दाखेरि, अब पठाउ इन ड्राइभ गर्दाखेरि हाम्रो ब्याट्रीको टाइम हुन्छ नि त। जस्तै अब इन ड्राइभ गऱ्यो भने 3 घन्टा 4 घन्टा टिक्छ भने याङ्गो गरेर 1 घन्टै टिक्छ क्या। किनकि हाम्रो त्यो किन चाहिँ यस्तो भइरहेको छ भनेर किन थाहा छैन क्या। किन थाहा छैन भन्दाखेरि चाहिँ व्यक्तिहरूलाई थाहा छैन कि, किनकि अब हाम्रो मोबाइल जति प्रोसेस भयो होइन, हाम्रो मोबाइल जति प्रोसेस हुन्छ त्यति हाम्रो मोबाइलबाट ब्याट्री सकिँदै जान्छ होइन, कम हुँदै जान्छ, छिटो ब्याट्री खान्छ। त्यो कुरा यादै छैन क्या, किन चाहिँ हाम्रो मोबाइल बेसी प्रोसेस भइरहेको छ त होइन। मेरो मोबाइलमा चाहिँ त्यो एपले केही असर पारेको छ कि छैन त भन्ने त्यो कन्सेप्ट छैन क्या मान्छेहरूमा। अनि त्यसपछि हाम्रो हरेक डाटाहरू चाहिँ यो याङ्गोले चाहिँ हाम्रो लिइरहेको छ क्या। हामी कहाँ बस्छौँ, कहाँ जान्छौँ, के खान्छौँ, कस्तो खान्छौँ, हामीले एक्सेस त दिइरहेको हुन्छ नि त होइन। लोकेसनको एक्सेस दिइरहेको हुन्छ, त्यो एपलाई माइक्रोफोनको एक्सेस दिइरहेको हुन्छ होइन। कुनैको त अब क्यामेराको नै एक्सेस हुन्छ होइन। त्यो हामी बुझ्दैन क्या, सस्तोतिर मात्र हामी लाग्छौँ। अनि त्यसपछि त्यो सस्तोको कारणले चाहिँ हाम्रो जीवनमा चाहिँ पछि गएर के इफेक्ट हुने हो कि भन्ने चाहिँ हामी बुझ्दैनौँ क्या होइन। अब तपाईँहरूलाई के भन्नु, अब म कहाँ छु भन्ने कुरा नि याङ्गोलाई थाहा छ कि होइन। म के गरिरहेको छु भने याङ्गोलाई थाहा हुन्छ कि, किनकि मैले त एक्सेस दिइरहेको छु नि त होइन। मेरो लोकेसनको मेरो माइक्रोफोन मेरो विचारमा लाग्छ मैले अफलाइन बसे पनि मेरो नेट कनेक्ट छ भने चाहिँ मेरो बोलीहरू मेरो लोकेसनहरू ट्र्याक गर्न सक्छ क्या याङ्गोले होइन। किन चाहिँ यस्तो गरिरहेको छ त होइन। हाम्रो एउटा इन्फर्मेसन, हाम्रो आइडेन्टिटी चाहिँ हामीलाई भ्यालुलेस भएको छ होइन।
त्यो भन्दा बरु हामी नेपाली एप युज गरौँ होइन। हाम्रो डाटाहरू बाहिर जान सक्दैन होइन। हामीले नेपालमा बनेको एपहरूमा त हामी नेपालमै समावेश हुन्छ, बाहिरतिर जान सक्दैन। अहिले बाहिरको देशको एपहरूले चाहिँ किन बोनस दिने ह्यान त्यान भनेर सुरुमा लालच दिइरहेको छ त होइन। किनकि हाम्रो डाटाहरू चाहिँ बाहिर देशमा गइरहेको छ कि। हाम्रो हरेक सेकेन्ड मेरो डाटा अब होइन, मेरो डाटा चाहिँ हरेक सेकेन्ड चाहिँ बाहिरको देशको मान्छेलाई उनीहरूले ट्र्याक गरिरहेको छ कि होइन। अनि त्यसपछि म तपाईँहरूलाई एउटा इक्जाम्पल दिन चाहन्छु होइन। चाइना चाहिँ किन अरू देशभन्दा फरक छ होइन। चाइना चाहिँ किन अरू देशभन्दा फरक छ। चाइना जस्तो अरू देश पनि बन्न सक्छ नि त, हो किन। अब त्यो अमेरिका पनि चाइना जस्तो बन्न सक्छ नि त, हो किन भन्नु नि तपाईँहरू। किन चाहिँ चाइना चाहिँ फरक छ भन्दाखेरि उनीहरूको सर्भर छुट्टै छ होइन। उनीहरूले युज गर्ने एपहरू उनीहरूकै कन्ट्रीको छ होइन। उनीहरूको नेटवर्क सर्भर पनि आफ्नै छ क्या। त्यो नेटवर्क सर्भर आफ्नै भएपछि हाम्रो एउटा डाटा पनि लिक हुन पाउँदैन क्या हाम्रो देशबाट चाहिँ। त्यो कुराहरू बुझ्दैन क्या। अनि उनीहरूको एउटा डाटालाई पनि चाइनामा चाहिँ एउटा व्यक्तिको डाटा पनि धेरै इम्पोर्टेन्ट हुन्छ क्या। त्यही भएको कारणले चाहिँ उनीहरूले आफ्नो एउटा सर्भर बनाएको हुन्छ होइन, बाहिरी सर्भरहरू युज नगर्ने। अनि त्यसपछि चाइनालाई ह्याक गर्न नसक्ने टाइपको कुराहरू अहिले हुन्छ नि त, छ नि त यो सिचुएसनमा। एउटा कमन सेन्स भन्ने छैन क्या नेपालीमा, कमन सेन्सै छैन। भेडा भने जत्तिकै हो क्या, भेडा भने जत्तिकै हो नेपालीहरू चाहिँ। जति पनि बुझायो छैन। पछि गएर चाहिँ जसको के गरे त त्यस्तो हुन्छ। त्यसैले हामीले चाहिँ म रिकमेन्ड चाहिँ के गर्छु भन्दाखेरि यो एपहरूलाई चाहिँ हामीले माग गर्नुभन्दा पनि हामीले यस्तो हामीलाई गर भन्नुभन्दा पनि यो एपलाई चाहिँ हाम्रो देशबाट निकालेर चाहिँ हाम्रो खुद नेपालमा बनेको इन्भेन्सन भएको एपहरू चाहिँ हामीले युज गऱ्यो भने चाहिँ हामीलाई धेरै बेनिफिट हुन्छ होइन। अब मान्छेहरूले अब रिसेन्टली हाम्रो तेल बढ्या छ भनेर पनि भएन नि त, किनकि त्यो त विदेशी एप हो नि त होइन। नेपालमा के भइरहेको छ भनेर उनीहरूले रिसर्च गर्न टाइम लाग्छ नि त होइन। एउटा देशको बारेमा रिसर्च गर्न उनीहरूलाई टाइम लाग्छ होइन। त्यही भएर रेट बढ्ने बित्तिकै आजको भोलि पेट्रोलको रेट बढ्ने बित्तिकै आजको भोलि उनीहरूले रेट बढाउन नि सक्दैन, त्यो फ्याक्ट कुरा हो होइन। तर हामीले नेपाली एप युज गऱ्यो भने त, किनकि त्यो एप त नेपाली नै हो नि त। यहाँको कन्ट्रीको बारेमा, यहाँको बाटोको बारेमा होइन, यहाँको अवस्थाको बारेमा त सेकेन्डमा उनीहरूसँग अपडेट हुन्छ नि त। त्यही अनुसार उनीहरूले काम गर्न सक्छ नि त होइन। त्यही भएको कारणले चाहिँ हामीले चाहिँ म चाहिँ के रिकमेन्ड गर्छु भन्दाखेरि सबै राइडरहरूलाई चाहिँ हाम्रो नेपाली एप जति पनि छ त्यो एपहरू चाहिँ इन्स्टल गरिकन हामी चाहिँ युज गर्नुपर्छ क्या।